नमस्कार दर्शकबिन, नेपाल भारत सीमा क्षेत्र सुस्ताबाट एउटा गम्भीर खबर आएको छ। प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिपछि नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी सुरु। सुस्तामा तटबन्धको काममा अवरोध। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नेपाल सरकारले कटान र डुबानबाट बस्ती जोगाउन करिब 14 करोड रुपियाँको लागतमा तटबन्ध निर्माण गरिरहेको छ। तर स्थानीय स्रोतका अनुसार भारतीय सशस्त्र सीमा बल एसएसबीको टोली नेपाली भूमिमा प्रवेश गरी निर्माण कार्य रोक्न दबाव दिएको आरोप लागेको छ। प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार नयाँ बाँध निर्माण गर्न खोजिएको क्षेत्रमा भारतीय पक्षले चासो र आपत्ति जनाएको जानकारी प्राप्त भएको छ। घटनाबारे बुझ्न सशस्त्र प्रहरीलाई हटाइएको छ भने भारतीय समक्षसँग पनि छलफलको प्रयास भइरहेको छ। सुस्ता नेपालको संवेदनशील सीमा क्षेत्र हो। 2030 साल अघि 75,000 हेक्टर भन्दा बढी क्षेत्रफल रहेको सुस्तामा अहिले करिब 7,000 हेक्टर भूमि मात्र बाँकी रहेको तथ्याङ्क छ। स्थानीयहरू भन्छन् नदी कटान र सीमा विवादले वर्षौंदेखि सुस्तामाथि दबाव बढ्दै आएको छ। अब प्रश्न उठ्छ, यदि नेपाली भूमिमै भइरहेको विकास निर्माणमा अवरोध भएको हो भने यसको समाधान कूटनीतिक संवादबाट कहिले र कसरी निकालिन्छ? यो विषय केवल तटबन्धको होइन, सीमा सुरक्षा, राष्ट्रिय हित र स्थानीय नागरिकको भविष्यसँग जोडिएको विषय पनि हो।